हेलो गाइस, म चाहिँ कति घरमा बस्नु भनेर आज चाहिँ यसो बजारतिर निस्केको के है। बजारतिर निस्क्यो, यस्तो राम्रो मौसम छ, मलाई चाहिँ भिडियो बनाउन मन लाग्यो। अनि म चाहिँ भिडियो बनाउँदै गइरहेको छु कि यहाँनिर कति घर बस्ने के। अनि बजार निस्किनु पनि हाम्रो चाहिँ लगभग अटोमा 20 मिनट जति लाग्छ। पहाडतिर गाउँतिर यस्तो छ, गाउँघर आजभोलि मान्छे नानीलाई सोध्दैछ कि नानी हामी कहाँ जाने भने यतातिर हामी सपिङ गर्न जाँदैछु भन्यो। विदेशबाट आएको थियो, कहीँ पनि निस्केको थिएन। आज चाहिँ यसो बजारतिर जाउँ भनेर निस्केको कि बजारतिर खासै यस्तो गर्मीमा जान मन लाग्दैन। अनि यसो हेरेको हाम्रो चाहिँ यहाँनिर पहाड जस्तो देखिरहेको छ, त्यसको मुनि चाहिँ हाम्रो चाहिँ बजार जानुपर्छ। अनि त्यसपछि हामी चाहिँ अटोमा बस्दै भिडियो बनाउँदै गएको। गाउँघरमा भिडियो नबनाऊँ भने पनि कस्तो बनाउन मन लाग्ने कि। आजभोलि मौसम पनि यस्तै छ है, कस्तो राम्रो, धेरै घाम पनि नलागेको, धेरै पानी पनि नलागेको, ठिक्क बादल थियो कि। अनि कस्तो बनाउन मन लाग्यो, अनि म चाहिँ बनाउँदै गएको। अनि हाम्रोतिर चाहिँ हेर्नु न, भेन्टा अनि खोर्सानीहरू टमाटरहरू यस्तो फाल्छ कि। फेरि हाम्रो गाउँतिर चाहिँ यस्तो भेन्टाहरू यति छ कि सबै यस्तै कुनै ठाउँ सबै भेन्टा छ क्या। अनि म चाहिँ कति राम्रो सब्जीहरू भन्दै गएको। मकैहरू पनि छ, कस्तो लोभ लाग्ने छ कि। टमाटरहरू यत्तिकै फाल्छ कि हाम्रो गाउँतिर चाहिँ। जता नि हेऱ्यो यस्तै टमाटर, मकै, बोडीहरू कस्तो राम्रो छ के। अनि त्यसपछि तपाईँहरूलाई पनि खानुहुन्छ भने सम्पर्क गर्नु होला। हाम्रोतिर चाहिँ सब्जीको तरकारीको खाँच हुँदैन, यस्तो छ। तपाईँहरूतिर कस्तो होला। हाम्रो चाहिँ बजार जानलाई यस्तो छ, यस्तो बाटोबाट जानुपर्छ क्या, रोडै। अनि अटो चाहिँ घरमै आउन चाहिँ अटो गाडी सबै आउँछ घरमै, म्याजिकहरू। अनि आउन त आउँछ, हामी चाहिँ अटोमा गएको, भिडियो बनाउँदै बोल्दै गएको। मकैहरू कस्तो राम्रो भइरहेछ, अनि यस्तो राम्रो मकैहरू छ। फेरि सब्जीहरू पनि यत्तिकै छ, भेन्टाहरू। अनि हाम्रो मासतिर नि छ, तर यता नै रहेछ क्या। अनि मलाई चाहिँ कस्तो भिडियो बनाउन मन लाग्यो। फाइनली हामी चाहिँ आइपुग्यो बजारमा। धेरै ठुलो बजार चाहिँ छैन, धेरै ठुलो बजार चाहिँ उता जानुपर्छ। यहाँ चाहिँ अलिअलि सानोतिनो बजार चाहिँ हामी यहाँ आइपुग्नुपर्छ। यो देखेकोहरू, यो चाहिँ राप्ती हो, मनारी 2 बस्तीपुर कि के हो, मलाई नि आउँदैन आफ्नै गाउँ के भन्छ के भन्दैन, मलाई भन्न नि आउँदैन, बोल्न नि आउँदैन। साथीहरू माया गरिदिनु होला।